हेलो एभ्रिवान, नमस्ते, गुड आफ्टरनुन। हजुरहरू सम्पूर्णलाई फेरि पनि मेरो पेजमा स्वागत गर्दै। साथीहरू, म चाहिँ आज के बनाउँदैछु भने आज मेरो भर्खर पाएकै 1 बज्यो हो। भर्खर हुँदैछ आज मेरो लन्च हो। किन हुँदैछ होइन, बनिँदैछ। किनभने ढिलो हुन्छ आज, नानीहरू पनि ढिलो नै आउँछन् नि त। नानीहरू पनि 2, 2:30, पौने 3 हुन्छन्। उनीहरू खाना खानु बस्दा उनीहरू खाना खानु बस्दा त 3 बज्छ। त्यसले गर्दाखेरि चाहिँ मैले खाना ढिलै बनाएको। फेरि अब हस्बेन्ड पनि ढिलै आउनुहुन्छ, नानी र हस्बेन्ड सँगसँगै हुन्छ भनेर चाहिँ खाना चिसो हुन्छ है। त्यही भएर चाहिँ र आज मेरो लन्चमा चाहिँ स्पेसल के छ भने नि तपाईँहरूले देखाउँदैछु। यहाँ यो हो चिकन है, चिकन बनिँदैछ यहाँनिर। यहाँ दुध गरम पनि हुँदैछ है। एकपट्टि चिकन बनिँदैछ, पर्छ भनेर चाहिँ छोपेको। र बनिएको छ अर्को चिज, यहाँ छ निङ्ग्रो फ्राई गरिरहेको छु। यहाँ माम पाक्दैछ हो। र यो प्याज देख्नुहुँदैछ ल, यो प्याज चाहिँ मैले किन काटेको भने नि साथीहरू, आज यस्तो भयो कि मसँग मेरो हस्बेन्डको साथीले अस्तिदेखि मलाई दिदी तपाईँ लोकल कुखुरा ल्याइदिन्छु ल भन्नुभएको थियो। अब यताकै हो है। अन्त हुन्छ ल्याइदिनु न भनेर भनेको थियो। बिचरालाई पनि अप्ठ्यारो लागिरहेको थियो। अस्तिदेखि ल्याइदिन्छु भनेको थियो। त्यहाँबाट साउन लाग्यो हो। हुन्छ साउनमा त खानु भएन, दिदी पछि ल्याइदिन्छु ल भन्नुभएको थियो। हुन्छ हुन्छ भन्दै थियो। अन्त आज त फेरि मैले चिकन मगाइसकेको थिएँ। अब आज त बुधबार है, बुधबार त खानैपर्छ। अब सोमबार पनि नखाएको, मङ्गलबार पनि नखाएको, आमा बुधबार पनि नखाँदा त नानीहरू त अब बाउनु साथीभाइ हो। त्यही भएर चाहिँ मैले र साथीले चाहिँ लु आज चाहिँ मगाउनु पर्छ। नभए चाहिँ नानीहरूले आउने बित्तिकै तपाईँहरू के कसो गर्छ, हाम्रो त आउने बित्तिकै कराई उगारेर हेर्छ हो। अन्त चिकन छ भने त खुसी उनीहरू। अन्त चिकन छैन भने खाना यो त्यो हो। त्यहाँबाट त्यही त हो। त्यहाँबाट हाम्रो फेरि लेक्चर सुरु भइहाल्छ नानीहरूको लागि। त्यही भनेर चाहिँ अन्त त्यहाँबाट लु मगाइदिउँ ल भनेर 2 जना साथी मिलेर चाहिँ चिकन पनि मगाइदिएको थियौँ। मगाउँदाखेरि चाहिँ आज चाहिँ मेरो चाहिँ यहाँ चाहिँ साथीहरू के छ भन्नुहोस् त, झोलामा चाहिँ नि यहाँ हेर्नुहोस् न। आमामा देख्नुहुँदैछ, यहाँ हेर्नुहोस् ल है, देख्नुभयो रेडी छ। अब योलाई चाहिँ नि साथीहरू काट्नुपर्ने। मैले हस्बेन्डलाई फोन गरेँ, लु अब यसलाई के गर्नुपर्ने भन्दा ल म अहिले आएर बनाउँछु नि भन्नुहुँदै थियो। अब 2 बजी ऊ आउँदा कति बज्ने हो आएर बनाउँछु भन्नुभएको छ। अब होला र म चाहिँ आफ्नो काम त म सकेर बस्ने हो मेरो। अब त्यो काम उसको हो। ऊ आएर जति बजी काटेर बनाए पनि ठिकै छ है।